मत सर्वेक्षण गर्न पाइँदैन, कानुनले निषेध गर्छ, आचार संहिताले निषेध गर्छ। मत सर्वेक्षण कुनै हाल पनि गर्नु हुँदैन। सुरुदेखि नै हामीले यो भनिआएको हो, कानुनमा त्यही व्यवस्था छ र हामीले आचार संहिता नै त्यही व्यवस्था राखेको हो। तर जबरजस्त कुनै ठाउँबाट अथवा कुनै सञ्चार क्षेत्रबाट यसलाई चाहिँ मत सर्वेक्षण गरेर परिणाम यस्तो हुन्छ र फलानाले जित्यो र फलानाले हार्यो भनेर आफैले घोषणा गरिदिने हो भने निर्वाचन आयोगको काम के रह्यो? हामी चुप लागेर बस्ने अनि सञ्चारकर्मी साथीले त्यही घोषणा गर्दै भइहाल्यो नि। त्यसो भएर यो हुँदैन। यो हामी अति संवेदनशील छौँ र यसमा चाहिँ हामीले प्रेस काउन्सिलसँग पनि कुरा गरिसकेका छौँ र निर्वाचन आयोग पनि यसमा संवादमा छ र अदालती विषयवस्तु पनि बनिसकेको विषय पनि छ र अरू अदालती विषय बनि नसकेको तर अन्यत्रबाट पनि यस्तो मत परिणाम चाहिँ मतदाताले मत खसाल्नै पाएको छैन, मतदान गर्नै पाएको छैन, अन्यत्र क्षेत्रबाट मतको परिणामको घोषणा गरेर फलानु विजयी र फलानु पराजयी भन्ने जुन हाम्रो घोषणा गर्ने परिपाटी रह्यो, यो विषयमा आयोग असाध्यै संवेदनशील छ। उचित समयमा उचित निष्कर्षमा पुग्ला नै। मैले यति नै भने त्यो निष्कर्षमा नपुगी नहुने स्थिति छ र हरेक निर्वाचन पूर्व हरेक पटकको निर्वाचन यो विषय आउँछ, पेचिलो बन्छ, टड्कारो बन्छ। अब चाहिँ हामीले यो पटकको निर्वाचन अब सदाको लागि यो निर्वाचन पूर्व मत सर्वेक्षण गर्न पाउने कि नपाउने भनेर यो चाहिँ नेमटारै गरेर छोड्ने अठोट चाहिँ अहिलेको निर्वाचन आयोगले लिएको छ।